हामी यस्तै ताजा अनि नयाँ नयाँ नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। सबैभन्दा पहिला आज महाशिवरात्रि। कतिले मुभी हेरेर मनाइरहनु भएको छ भने कतिले घुमेर मनाइरहनु भएको होला। र तपाईहरू जहाँ जस्तो अवस्थामा शिवरात्रि मनाइरहनु भएको छ एकदमै इन्जोय गर्नुहोला। महाशिवरात्रिको यहाँहरूलाई धेरै धेरै शुभकामना। हामीले चर्चा गर्न गइरहेको टपिक रहेको छ महाशिवरात्रिको दिन रिलिज भएको चलचित्र लास्ट शरणमको, जुन मुभीमा हामीले सीताराम कटेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल र कमलमणि नेपाल जस्तो कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौं भने यस मुभीको डिरेक्टर रहेका छन् कुमार कटेल जिग्री र मुभीको प्रोड्युसर रहेका छन् नवीन श्रेष्ठ। हामीले यस मुभीलाई हेर्नको लागि हलभित्र छिरिसकेपछि झन्डै 3 घण्टाको समय दिनुपर्ने हुन्छ। यो एउटा सोसियल ड्रामा मुभी हो, जसको कारण तपाईहरू यो मुभी हर कोहीसँग बसेर हेर्न सक्नुहुनेछ। जोसुकैसँग बसेर हेरिरहँदा पनि तपाईहरूलाई यस मुभीले अप्ठ्यारो महसुस गराउँदैन। यो सकिगुनी टिमले बनाएको पहिलो चलचित्र हो। अब कस्तो बनाए त पहिलो चलचित्र लास्ट शरणम, जसलाई दर्शकहरूले के भनिरहेका छन्? के दर्शकहरूले यस मुभीलाई हेरेर साँच्चै मन पराइरहेका छन् या छैनन्? अनि मुभी कस्तो छ? सत्य अनि तथ्य रिभ्यू तपाईहरूलाई जस्ताको तस्तै दिनेछु। कुरा सुरु गरौँ मुभीको स्टोरी लाइनबाट। मुभीको स्टोरी निकै इन्ट्रेस्टिङ छ। मुभीको स्टोरी लाइन हेर्दाखेरि के साँच्चै नेपालमा यस्तै हालत भइरहेको छ भन्ने महसुस गराउँछ। विदेशबाट आउने नेपाली जनताहरूको लास, साथसाथै तस्करहरूले त्यससँगै गर्ने सुनको तस्कर, यो स्टोरीको टपिक पनि निकै इन्ट्रेस्टिङ रहेको छ। र हाफ टाइमसम्म हेरिरहँदाखेरि मुभी एकदमै मजा आउँछ, जसमा कलाकारहरूको इन्ट्री पनि एकदमै गजबको गराइएको छ। अझ भन्ने हो भने सीताराम कटेल धुर्मुसको इन्ट्री बवाल छ। उनको इन्ट्री मात्र होइन, उनको क्यारेक्टरै बवाल छ। यस मुभीको राम्रो र बलियो पक्षको कुरा गर्ने हो भने गाउँपट्टि रहेको विजय बरालको क्यारेक्टर अनि शहरपट्टि रहेको सीताराम कटेल धुर्मुसको क्यारेक्टर एकदमै बवाल छ, जुन क्यारेक्टरले दर्शकहरूलाई पुरा मुभीभरि नै इन्टरटेनमेन्ट गराउँछ। धुर्मुसको क्यारेक्टर, बडी ल्याङ्ग्वेज अनि हाउभाउ यो हेरिरहँदाखेरि यस्तो लाग्छ धुर्मुस साँच्चै नै कलाकारिताको लागि नै जन्मिएको हो। कहाँको धुर्मुस, कहाँको खडानन्द गुरु अनि कहाँको खड्काजी, हुँदै हुँदै लास्ट चरणमा यस्तो क्यारेक्टरसम्म। जुन धुर्मुसको क्यारेक्टर, बोल्ने शैली र बडी ल्याङ्ग्वेजको हाउभाउ हेर्दाखेरि दर्शकहरूलाई एकैछिन पनि बोरिङ गराउँदैन। उता गाउँतिरको पाटोलाई हेर्ने हो भने विजय बरालको क्यारेक्टर एकदमै माइन्ड ब्लोइङ छ, जुन क्यारेक्टरले पनि दर्शकहरूलाई एकदमै धेरै इन्टरटेनिङ गराउँछ। यी दुई क्यारेक्टरले पुरा चलचित्रलाई कानमा बोकेको छ भन्दा फरक पर्दैन। हाफ टाइमसम्म मुभी यति इन्ट्रेस्टिङ छ, मुभी हेरेर एकदमै मजा आउँछ। हाफ टाइम हुने समयमा केही सस्पेन्सहरू पनि खुल्छन्, जसले गर्दाखेरि दर्शकहरूलाई मुभी एकदमै खतरा बनेको रहेछ जस्तो फिल गराइ नै रहन्छ। मुभीले एकदमै पिक लाइन पक्रिरहेको हुन्छ र सकिगुनीको टिमले बताए अनुसार लास्ट शरणम मुभीमा मेन लिड क्यारेक्टर भनेको नै सागर लम्साल बलेको रहेको छ भन्ने कुरा सुनिएको थियो। र जुन कुरा सुने अनुसार चाहिँ हाफ टाइम भन्दा अगाडिको समयसम्म कता कता सागर लम्साल बलेको क्यारेक्टर हराएको जस्तो महसुस हुन्छ। र त्यसपछिको सिनमा पनि सागर लम्साल बलेको सिनहरू त आउँछ। अझ एउटा बलेको लास्टको क्लाइमेक्स सिन हेर्ने हो भने उनी सकिगुनीकै क्यारेक्टर बले गनाइरहेका थिए। हुन त उनले यस मुभीमा बलेको क्यारेक्टर निभाएका भने होइनन्, तर उनको क्लाइमेक्सको डायलेक्टमा भने सकिगुनीको बलेकै बास्ना आइरहेको थियो। र त्यसपछिको सिनमा पनि मुभीको मेन हिरो सीताराम कटेल, धुर्मुस र विजय बराल रहेको महसुस हुन्छ। अब हाफ टाइम पछि छिरिसकेपछि कस्तो छ त? अब हाफ टाइम पछाडि छिरिसकेपछि मुभी कन्टिन्यू रूपमा अगाडि बढिरहेको हुन्छ। तर अब मुभीको टपिक एउटै स्टोरीमा गोल गोल घुमिरहेको हुनाले मुभी हेर्न थोरै बोर लाग्न थाल्छ। एकतिर हेर्ने हो भने सीताराम कटेल धुर्मुस र अर्कोतिर हेर्ने हो भने विजय बरालको क्यारेक्टरलाई मात्र फोकस गरेको देखिन्छ। यी कुराहरूले मलाई मात्र होइन, मेरो वरिपरि छेउमा रहेका दर्शकहरूलाई पनि बोरिङ फिल गराइरहेको महसुस मैले गरेको थिएँ। र अब एक्कासी फेरि स्टोरी यसरी चेन्ज हुन्छ, त्यति बेला मलाई यस्तो महसुस भइरहेको थियो, जुन समयमा मलाई यस्तो लागिरहेको थियो के मैले लास्ट शरणम नै हेरिरहेको छु त या अर्कै मुभी हेरिरहेको छु? मानौ यस्तो लाग्छ अर्कै दुनियाँमा लिएर गए जस्तो लाग्छ। जुन मुभीको स्टोरीमा देखाउन खोजिएको छ कर्णाली समाजको दुःखलाई, जुन स्टोरी दर्दनाक छ, हेर्दै काहली लाग्दो छ, जुन स्टोरीले नेपाली राजनीति र कर्णालीको जनताहरूले भोगेको दुःखलाई चिरफार गरेको छ। यो कुरा बुझ्नेहरूलाई मुभी राम्रो लाग्न सक्छ, तर नबुझ्नेहरूलाई यो मुभी के हो भन्ने महसुस पक्कै हुन्छ। कतै कतै दर्शकहरू कन्फ्युज पनि हुन सक्छन्। त्यति मात्र होइन, लास्ट शरणमको पार्ट 2 त पक्कै आउँछ नै। त्यसकारणले गर्दाखेरि पनि मुभीको स्टोरी कहीँ न कहीँ टुट्दै आएको छ। मुभीको स्टोरी कन्टिन्यू रूपमा प्रेजेन्टेसन गर्न सकिएको छैन। सुरुमा मुभी हेर्दाखेरि निश्चल बस्नेत, त्यति बेला मलाई यस्तो पनि महसुस भइरहेको थियो निश्चल बस्नेतले मुभी छोडेर साँच्चै मुभी बिग्रियो कि के हो जस्तो महसुस भइरहेको थियो। सुरुमा मुभीको स्टार्टिङ यति दमदार तरिकाले हुन्छ जहाँ निश्चल बस्नेतको कमी महसुस नै हुँदैन। मुभीको इन्ट्री सिनदेखि सिनेमाटोग्राफीमा एकदमै ध्यान दिएको छ। त्यति बेला मुभी वाउ नै लाग्छ, तर हाफ टाइम पछाडि भने मुभी अलिकति खस्किँदै गएको जस्तो देख्न सकिन्छ। यो कुरा दर्शकहरूलाई महसुस नहुन पनि सक्छ। अब दर्शकहरूले त्यसलाई कुन नजरमा हेर्छन् त्यो भने दर्शकहरूमा भर पर्छ। त्यति बेला पनि निश्चल बस्नेतको कमी महसुस भएको फिल मैले गरिरहेको थिएँ। मुभीले नेपाली राजनीति र कर्णालीको दुःखलाई चिरफार गरेको छ। यस मुभीभित्र जति पनि सकिगुनी टिमको क्यारेक्टरहरू छन् त्यस क्यारेक्टरलाई लिड बनाउन खोजिएको छ र यस कारणले पनि को अगाडि को पछाडि परिरहेको छ अनि को टुट्दै गएको छ र को छुट्दै गएको छ भन्ने कुरा दर्शकहरूले छर्लङ्ग महसुस गर्न सक्छन्। सेकेन्ड हाफसम्म दर्शकहरूले केही नोटिस नै गर्न नसक्ने एउटा क्यारेक्टर, उसको पनि आफ्नो छुट्टै कथा हुन्छ, पीडा हुन्छ, जुन क्यारेक्टर पनि लास्टमा गएर लिड क्यारेक्टर बनिन्छ। तर जे होस्, उनले पाएको रोल
गजबले निभाएका छन्। उनको काम र पर्फर्मेन्स हेरेर मलाई उनी थिएटर आर्टिस्ट जस्तो लागिरहेको थियो। उनले आफ्नो क्यारेक्टर, आफ्नो प्रस्तुति दमदार तरिकाले निभाएको देख्न सकिन्छ। मुभीको सिनेमाटोग्राफी एकदमै राम्रो रहेको छ र मुभीको ब्याकग्राउन्ड म्युजिक पनि एकदमै राम्रो भन्न सकिन्छ। र जति पनि कलाकारहरूले यस मुभीमा काम गरेका छन्, एउटा घर जग्गा बेच्ने सानो दलेको क्यारेक्टर पनि पर्फेक्ट कलाकारलाई लिएर गराइएको छ। त्यति दमदार कलाकारहरूलाई देखाइएको छ। साथमा र तपाईहरुकै प्रिय नायक दहाङ राईको केमियोलाई पनि तपाईहरुले यहाँ देख्न पाउनुहुनेछ। मुभी पर्फेक्ट बनाउनको लागि पर्फेक्ट कलाकारहरूलाई चुज गरिएको छ। मुभी पर्फेक्ट बनाउनको लागि कुनै पनि कुरामा कम्प्रोमाइज गरेको देखिँदैन। अझ भनौँ भने लास्टमा रहेको कुमार कटेल जिग्रीको इन्ट्री त्यति बेला त हलमा सिटी र ताली बज्नुपर्ने हो, तर दर्शकहरू टुवा परेर हेरिरहेका थिए। सायद कतिले त कुमार कटेल जिग्रीलाई नचिनेको पनि हुन सक्छन्। उनको लुक्समा निकै परिवर्तन गरिएको देखिन्छ। यति दमदार कलाकार अनि यस्तो राम्रो क्यारेक्टरहरू हुँदाहुँदै पनि कतै न कतै मुभीको स्टोरी अलिकति कतै फितलो भएको हो कि जस्तो महसुस पक्कै पनि हुन्छ। र यही कुराले गर्दाखेरि कतिपय दर्शकहरूलाई यो मुभी राम्रो नलाग्न पनि सक्छ, किनभने पक्कै पनि यस मुभीको पार्ट 2 बन्ने छ र पार्ट 2 बनाउनको लागि धेरै कुराहरू टुटेका र छुटेका छन्। अब यहीबाट कन्टिन्यू रूपमा यस मुभीको सिक्वेल पार्ट 2 बनेर आउँछ भने त एकदमै राम्रो कुरा हो। यदि छक्कापञ्जा जस्तो फरक टपिकमा बन्छ भने अहिलेलाई यस मुभीको लागि हाम्रो रिभ्यू नेपालको तर्फबाट 3 स्टार मात्र रेटिङ दिन चाहन्छु। 1 स्टार भने मैले पनि पछिको लागि साँचेको छु। यो मुभीको क्रेज एकदमै राम्रो छ। यो मुभी हेर्नको लागि बच्चादेखि बुढासम्मको हलमा इन्ट्री भएको छ। अब के बच्चादेखि बुढासम्म दर्शकहरूको मन जित्ला त यस मुभीले? मुभीको माहौल त्यस्तो बनेको छ र 3वटा क्लास भएका मुभीहरू मध्ये भन्ने हो भने बुकिङ र अकुपेन्सी पनि यस मुभीकै आक्रामक रहेको देखिन्छ। अब दर्शकहरूको प्रतिक्रिया कस्तो आउँछ त्यसमा पनि भर पर्ने गर्छ। जे होस्, विभिन्न आरोप प्रत्यारोप अनि अदालतको मुद्दाहरू खेप्दै भए पनि मुभी सही समयमा नै रिलिज भएको छ र दर्शकहरूले पनि आजको दिनमा हेर्ने हो भने खुलेरै सपोर्ट गरेको देखिन्छ। तपाईहरुलाई मुभी कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।